नमस्ते सबैजनालाई स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ हामी देवदाह बुद्ध पार्कमा घुम्न आएको छौँ। तपाईहरुले मेरो ब्लग लास्टसम्म हेरेर मनोरञ्जन गर्नुहोला अनि मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। अब हामी चाहिँ भित्र छिरिसक्यौँ। मेरो बाबा हुनुहुन्छ, अगाडि चाहिँ बजे आमाहरू हुनुहुन्छ। त्यस्तो हेर्दै हेर्दै हिँडेको है हामी चाहिँ। उहाँ चाहिँ मेरो बाबा हुनुहुन्छ है, यता चाहिँ दुध आमा हुनुहुन्छ। अनि यता यता हिँड्दा हिँड्दै एउटा झरना पनि छ यहाँ, कस्तो राम्रो छ है। हामी चाहिँ यसरी यसरी हिँड्दै हिँड्दै अगाडि दुध बजे देखेँ। अनि दुध बजे छिटछिट उछिनेर गएँ। यो मेरो माइली बजे हुनुहुन्छ, उहाँ चाहिँ यता छ्यामा हुनुहुन्छ। अनि उतातिर बजे हुनुहुन्छ। अनि हामी चाहिँ हाँस्दै हाँस्दै के गरिसक्यो अरे भन्दै भनिराख्नु भयो। अनि उता बजे चाहिँ एक्लै हिँड्नुपर्छ, फोटो भिडियो केही लिनु मान्नु भएको छैन है। अनि म चाहिँ एक्लै के गर्ने होला भने यता यता हेर्दै हेर्दै हिँड्छु। यता छ्यामा दुध बजे आमा बजे भएर हिँड्नु भएको छ यहाँ चाहिँ। म त्यसरी भिडियो गराउँदै गराउँदै हिँडेको। यसरी भिडियो गराउँदा चाहिँ अनि राम्रो गार्डनहरू देख्यौँ है। त्यस पछाडि चाहिँ हामी चाहिँ कति राम्रो भन्दै भन्दै हिँड्दैछौँ है। हामी चाहिँ गफ गर्दै हिँड्दैछौँ। मजबुर के भयो भन्दै हेर्नुपर्छ पछाडिबाट। सबै ठाउँमा जम्मा भयौँ। बजे हुनुहुन्छ, सबै कोही अगाडि कोही पछाडि भएको थियो। अनि त्यही भएर सबै सँगै हिँडौँ न भनेर भनेको। मेरो दुध आमा चाहिँ छिटाउ भन्दै बस्नुभयो। अनि हिँड्दा चाहिँ एउटा राम्रो भर्याङ देखियो। अनि यो भर्याङ चढ्यौँ। त्यति बेला टिलिक्कै घाम लाग्थ्यो, पसिना भइ पनि चढ्यौँ त्यही पनि। अनि त पछाडि नै हिँड्दैछु। म चाहिँ भिडियो गराउँदै आफ्नै स्पिडमा हिँड्छु। अगाडिको मान्छे अगाडि पुगिसक्नुभयो, पछाडिको मान्छे पछाडि नै हुन्छ। तर म चाहिँ यहीँ छु अझै। अब चाहिँ यो चाहिँ हामी रेस्ट गरेको के, त्यस्तो घाम हिँड्दै हिँडेका थियौँ। अनि रेस्ट गरेको सबै आफ्नै उसमा। अब चाहिँ हामी रेस्ट गरेर फर्किन लागेको। अनि त्यति बेला चाहिँ पछाडिको यस्तो भ्यूहरू हेरेको। अनि त्यस पछाडि चाहिँ पछाडि राम्रो रहेछ। अनि कति राम्रो भन्दै हेर्दैछौँ। अब चाहिँ हामी घर फर्किन लागेको। आजलाई चाहिँ भिडियो यति नै। तपाईहरुलाई कस्तो लाग्यो लाइक, सेयर, कमेन्ट, सब्स्क्राइब गर्न नबिर्सनु होला। धन्यवाद।